हाम्रो पार्टीका मेरा सहयोगका कमरेडहरू र विभिन्न पार्टीका नेतागण, वरिष्ठ कलाकर्मीहरू र यो हलमा उपस्थित सबै वरिष्ठ कलाकर्मीहरू, अन्य कलाकर्मीहरू, पत्रकार मित्रहरू र अन्य मित्रहरूमा म हाम्रो पार्टी र अहिलेसम्म जसको मैले नेतृत्व गरिरहेको छु जनमुक्ति सेना, त्यसको जनरल स्टाफको तर्फबाट यहाँहरू सबैलाई एकचोटि फेरि अभिवादन टक्राउन चाहन्छु। म अहिले तपाईहरुको अगाडि उभिँदै गर्दा म असाध्यै भावुक भइराखेकै छु। म त्यहाँ मञ्चमा बस्दा पनि 10 वर्षको असाध्यै निर्मम प्रकृतिको चाहिँ द्वन्द्वको बीचबाट जीवन र मृत्युको असाध्यै निकटको साइनो सम्बन्धबाट गुज्रिएका भावनाहरू, अनुभूतिहरू सँगाल्दै आउने क्रममा आज मलाई सबभन्दा मनपर्ने यो देशका कलाकार मित्रहरूको अगाडि उभ्याउन पाउँदा म असाध्य हर्षित र भावुक भएको छु। म 10 वर्षका ती भीषण द्वन्द्वका दिनहरू सम्झिराखेको छु। हजारौं नेपाल आमाका छोराछोरीहरू जसले यो देशलाई नयाँ बनाउने सपना सहित आफ्नो प्राण उत्सर्ग गरे, तिनलाई सम्झिराखेको छु मैले। र यो दिन आउँछ या आउँदैन मलाई लाग्छ हामी कसैलाई पनि थाहा थिएन, तर आयो। र हामी एकअर्काको आम्ने सामने छौं र हामी एउटा अन्तर्क्रियामा छौं। यसले मलाई असाध्यै भावुक पनि बनाएको छ। हामीले के भन्ने गरेका छौं भने नयाँ नेपाल निर्माण गर्नु छ। 7 साल वरिपरिबाट सुरु भएको नेपाली जनताको आन्दोलनका अधुरा कामहरू हामीले पूरा गर्नु छ। त्यसकारण हामी संसारकै सबभन्दा धनी, अहिले मैले धेरै पार्टीहरूसँग, धेरै देशका नेताहरूसँग पनि कुरा गरिराखेको छु, दक्षिण एसियामा अहिले सबभन्दा धनी हुनुपर्ने देश हाम्रो हो। किनकि यति धेरै प्राकृतिक साधन स्रोत अरु कुनै पनि देशमा छैन। तर हामी किन सबभन्दा गरिब छौं? दक्षिण एसिया मात्र होइन, विश्वमै सबभन्दा मेहनत गर्न सक्ने, सबभन्दा दुःख गर्न सक्ने जनता नेपालीहरू हुन्। तर किन नेपालीहरू चाहिँ बेरोजगार भएर चाहिँ विश्वभरि भौँतारिनु पर्ने स्थिति छ? प्रतिभाको दृष्टिकोणले भन्ने हो भने तपाई कुनै पनि क्षेत्रमा जानुहोस्, शिक्षा संस्कृति कुनै पनि क्षेत्रमा प्रतिभाको हामी कहाँ कुनै कमी छैन। तर फेरि पनि हाम्रा कलाकारहरू विदेशिनु पर्ने, हाम्रा कलाकारहरू बाँच्न गाह्रो पर्ने आफ्नो प्रतिभाबाट किन भइराखेको छ? यो सबैको जडमा, यो सबैको जड हो, यसको चुरो भनेको चाहिँ यही सामन्ती राजा रजौटाहरूको चाहिँ भोग विलास र ऐश आरामको निम्ति अरबौं सम्पत्ति खर्चिने नेपाली जनता जो इतिहासका निर्माता हुन्छन्, जो यो देशका मालिक हुन्, तिनलाई दासको रूपमा व्यवहार गर्ने जो प्रचलन हो, त्यही प्रचलनले हामी सबैको निम्ति मुख्य दुश्मन यो देशको। त्यसलाई बदल्ने ऐतिहासिक जिम्मेदारी तपाईँ हाम्रो काँधमा आएको छ। हिजो हामीले जेसुकै सोचेको भए पनि, हिजो तपाईँ हामीले जेसुकै चाहिँ विचार आस्था लिएको भए पनि अब समय आएको छ हामी सबै एकजुट हौं र यो साझा दुश्मन, नेपाली मात्रको दुश्मन प्रवृत्ति, दुश्मन राज्य संरचना, दुश्मन कार्यशैलीका विरुद्ध एकजुट हौं। किनकि महान नेपाली जनताले 10 वर्षको र चाहिँ 60 वर्षको आन्दोलनको दौरानमा र पछिल्लो 19 दिनको ऐतिहासिक जनआन्दोलन मार्फत यो देशलाई कता लैजानुपर्छ भन्ने कुराको स्पष्ट मार्गचित्र दिएको छ। तपाईँ हामी सबै एकजुट भएर जनताको त्यो महान मार्गचित्रमा अगाडि बढौं। समय आएको छ, हामी संविधान सभातिर जाँदैछौँ। समय आएको छ नयाँ नेपाल बनाउने, समय आएको छ यो देशलाई विश्वको सबभन्दा सुन्दर र सबभन्दा धनी देश बनाउने। किनकि हामीलाई के विश्वास छ भने, 10 वर्षभित्रमा हामी कहाँ तेल छ, हामी कहाँ जडीबुटी छ, हामी कहाँ पर्यटन उद्योगको निम्ति चाहिँ पर्याप्त आधारहरू छ, हामी कहाँ धेरै चिजहरू छ, जसको आधारमा हामी 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। हामी युरोपीय स्तरमा पुर्याउन सक्छौँ। तर आवश्यकता छ एउटा प्रतिबद्धताको, आवश्यकता छ एउटा सङ्कल्पको नयाँ नेपाल निर्माण गर्ने। सबै क्षेत्रबाट मान्छेको जीवनमा सबभन्दा प्रभावित पार्न सक्ने कलाकार हुनुको नाताले मैले भने सुरुमै मलाई असाध्यै मनपर्ने तपाईँ कलाकारहरू मैले देखिराखेको छु। म भावुक पनि छु। मैले मञ्चमा असाध्यै मनपर्ने मेरा चाहिँ आस्था
कलाकारहरू हुनुहुन्छ, उहाँहरूसँग बसेर धेरै कुरा गर्न बाँकी छ। तर फेरि पनि मैले अहिले समय अभावको कारणले के भन्छु भने तपाईहरुको प्रतिभा, तपाईहरुको कलाले नयाँ नेपाल बनाउने सबभन्दा प्रभावशाली, सबभन्दा आकर्षक र सबभन्दा संवेदनशील भूमिका खेल्न सक्छ। त्यसकारण म हाम्रो पार्टी जो रगतसँग लतपति नै तपाईहरुको अगाडि उभिन आइपुगेको छ, असाध्य भावनात्मक अनुभूतिको साथ तपाईहरुको अगाडि खडा छ, त्यो नयाँ नेपाल निर्माण गर्ने क्रममा तपाईहरुको प्रतिभा र संवेदनशीलतालाई नेपाल र नेपाली जनताको युग युगसम्म जाने एउटा विकास प्रक्रियाको थालनी गर्ने काममा सदुपयोग गर्नुपर्ने सबै प्रकारको सहयोग, सबै प्रकारको अन्तर्क्रिया गर्ने प्रतिबद्धता व्यक्त गर्दै म अहिले